हामी सृष्टिबाट यहाँ के छ भनेर आउनुभयो? हामी यहाँ जलेश्वर महादेव उत्पन्न हुनुभयो भनेर हेर्न आएका छौँ। जलेश्वर महादेव उत्पन्न हुनुभयो। कस्तो लाग्यो यो? साँच्चैको हो जस्तो लाग्यो? हजुर हो जस्तो लाग्छ। अहिले भर्खरै उत्पत्ति भएको होइन? विश्वास लाग्यो तपाईँहरूलाई? एकदमै। अरूलाई पनि हेर्न आउनु राम्रो छ भन्न चाहनुहुन्छ? हजुर सबैजनालाई आउनु हेर्नु दर्शन गर्नु भनेर भन्नु। खै अब हाम्रो बाजेको पुस्तादेखि पनि हामीलाई थाहा छैन के अरे यो देखिएको होइन न। पानी पोर्छ खेतहरूको त्यहीँ माथि। हजुर अहिले भन्दाखेरि यताउता बन्न भए। अहिले 2-3 महिना भयो भन्दाखेरि शिवरात्रिको अघिल्लो दिन हुन्थ्यो। शिवरात्रिको अघिल्लो दिन हुन्थ्यो। हजुर मान्छेहरू त अहिले भिडभाड आउँछ है? मान्छे त कति हुन् यो एउटा जलदेवी उत्पन्न भएको यहाँ तालको पानीमा 12 देवी बस्छन् भन्ने हाम्रो धार्मिक आस्था अनुसार कि जलदेवी उत्पन्न भएको हामीलाई अनुभूति भएको छ। र यो पहिले यो पुरिँदै गएर अहिले चाहिँ उत्खनन गर्दाखेरि यो अहिले यो देखिएको छ। र यो एउटा जुन एउटा बुटाको खेत छ त्यो एउटा पौराणिक हो, यो ऐतिहासिक हो। तर यहाँबाट पानी देखिनु र यो पानी बगिरहनु एउटा यो विलक्षण प्रतिभा हो। हेलो गाइज, नमस्ते है। म चाहिँ यहाँ रूपा तालमा छु। यो रूपा तालको चाहिँ तालबेसी भन्ने ठाउँमा यो सबै यो ताल बनाउने ठाउँ हो होइन। र गाइज यहाँ चाहिँ एउटा रुखको फेदको टुप्पो जस्तोबाट चाहिँ पानी निस्केको छ। अनि यहाँ चाहिँ एउटा दैविक शक्तिले हो भन्ने विश्वास गरिएको छ है। मान्छेहरूको हेर्न आउनेको भिडहरू हेर्नु है, अहिले भाइरलै भएको छ हाम्रो रूपाको यो रूपाताल माथिपट्टि चाहिँ तालबेसी भन्ने ठाउँमा हो। यहाँ पूजाहरू गर्ने मान्छेहरू पनि प्रशस्त। अहिले त काँडे तालले सर्लक्क बार पनि लगाएको रहेछ। यस्तो यो मुढामा है पानी आइरहेको छ र यसलाई चाहिँ डोजरले पनि खनेर फाल्न सकेन भन्ने कुरा चाहिँ सुनिएको थियो। हेरौँ है, म सर्लक्क देखाउँछु है। पूजाआजा गर्नेहरू पनि हुनुहुन्छ। बोतल ल्याउनु भएन दिदी? बोतल त्यो चाहिँ रुखको फेज जस्तो छ होइन। त्यहाँबाट माथिबाट पानी आएको छ। अनि यहाँ तलपट्टि चाहिँ पोखरी जस्तो बनाइएको छ। यस्तो छ ल। अब यहाँ पूजाआजा गर्न सुरु भइसकेको छ। त्यो धार्मिक दृष्टिले चाहिँ यो दैविक शक्तिले गर्दा चाहिँ यस्तो भएको भन्ने चाहिँ भनाइ छ है। अब तपाईँहरू नजिक हुनुहुन्छ नि आउनु होला, हेर्नु होला होइन। पहिला चाहिँ जमिन यो मुढाभन्दा माथि थियो। अनि यो ताल बनाउन खन्ने क्रममा चाहिँ यो निस्केको अरे है। कहाँबाट आउनुभयो नि हजुरहरू? हामी सृष्टिबाट। यहाँ के छ भनेर आउनुभयो? हामी यहाँ जलेश्वर महादेव उत्पन्न हुनुभयो भनेर हेर्न आएका छौँ। जलेश्वर महादेव उत्पन्न हुनुभयो। कस्तो लाग्यो यो? साँच्चैको हो जस्तो लाग्यो? हजुर हो जस्तो लाग्छ। अहिले भर्खरै उत्पत्ति भएको होइन? विश्वास लाग्यो तपाईँहरूलाई? एकदमै। अरूलाई पनि हेर्न आउनु राम्रो छ भन्न चाहनुहुन्छ? हजुर सबैजनालाई आउनु हेर्नु दर्शन गर्नु भनेर भन्नु। ल त्यहाँ मान्छेको भिड कति छ है। हाम्रो रूपाको तालबेसी, रूपा तालको माथिबडी तालबेसीमा है। बा नमस्कार। बा नमस्कार। हजुर यहीँको स्थानीय हुनुहुन्छ? म यहीँको आदिवासी हो। ए हजुरको नाम भनिदिनु न। मेरो रुद्रनाथ अधिकारी। हजुर यो जलदेवी उत्पन्न भएको रहेछ होइन? त्यो कहिलेबाट हो? के आस्था छ हजुरको लागि? के जानकारी छ भनिदिनु। एउटा अहिले यो हाम्रो रूपाताल परियोजनाले उत्खनन गर्ने सन्दर्भमा हजुर यो ऐतिहासिक यो एउटा
जलदेवी उत्पन्न भएको यहाँ तालको पानीमा 12 देवी बस्छन् भन्ने हाम्रो धार्मिक आस्था अनुसार यी जलदेवी उत्पन्न भएको हामीलाई अनुभूति भएको छ। र यो पहिले यो पुरिँदै गएर अहिले चाहिँ उत्खनन गर्दाखेरि यो अहिले यो देखिएको छ। र यो एउटा जुन एउटा बुटाको फेद छ त्यो एउटा पौराणिक हो, यो ऐतिहासिक हो। तर यहाँबाट पानी देखिनु र यो पानी बगिरहनु एउटा यो विलक्षण प्रतिभा हो। र यसलाई सबै धार्मिक आस्था राख्ने मान्छेहरूलाई यो अचम्म लाग्ने छ। र यसको यहाँको यो परियोजना लगायत यहाँका आदिवासीहरूले यसको संरक्षण र यसलाई उद्धार र प्रतिष्ठान विधिवत रूपमा प्रतिष्ठान गर्न सक्यो भने यसको भविष्य छ। र यिनले नै संरक्षण गरेर यो यहाँको यो रुपाताल सिर्जना भएको भन्ने अहिले झन् हामीलाई उजागर अनुभूति भएको छ। र वास्तवमा यो धार्मिक आस्था राख्ने व्यक्तिहरू महिला पुरुषहरू जति हुनुहुन्छ र खास गरी हिन्दू धर्मावलम्बीहरू बौद्ध धर्मावलम्बीहरू जुनसुकै धर्म आस्था राखे पनि यो प्राकृतिक सौन्दर्यतालाई संरक्षण गर्न यहाँको सरकारवाला जनपक्षीय जनप्रतिनिधिहरू र स्थानीय प्रदेश र सङ्घ सरकारको पनि ध्यान जाओस् भन्ने म अनुरोध गर्न चाहन्छु। र यहाँ आउने पर्यटकहरूलाई आकर्षक एउटा यो विधिवत रूपमा प्रतिष्ठान गरेर यो मन्दिरको निर्माण हुन सक्यो भने यो परियोजनाको पनि गुडविल हुने र यहाँका आदिवासीहरूको पनि जीवन निर्वाहमा यो सजिलो सहर हुन सक्ने र यो क्षेत्रलाई अझै उच्च मूल्याङ्कनमा अगाडि बढाउन सक्ने यो अहिले प्रादुर्भाव भएको जलदेवी यो विलक्षण प्रतिभा हो भन्ने कुरा यो आर्टिफिसियल होइन, यो नेचुरल हो। र नेचुरल भएको हुनाले सबैको मन जितेको छ। र यसलाई संरक्षण र उजागर गर्न सरकारवालाको फेरि म दोहोऱ्याएर भन्न चाहन्छु ध्यान जाओस् र अनावश्यक खर्च गर्नुभन्दा यस्ता धार्मिक र प्राकृतिक सौन्दर्यतालाई संरक्षण गर्नु नै प्रमुख दायित्व हो। र धार्मिक गुरुहरूको पनि यहाँ आगमन होस् र उहाँहरूको पनि यहाँ ध्यान जाओस् र यो मन्दिर निर्माण यथाशीघ्र निर्माण होस् भन्ने कुरामा म सबैसँग अनुरोध गर्न चाहन्छु। र क्यामेराम्यान भाइसँग पनि म यो अनुरोध गर्छु र यो मिडिया सञ्जालले पनि यसलाई हाइलाइट गर्न अनुरोध गर्दै यहाँसम्म बिदा हुन्छ। धन्यवाद। अनि यसको नाम के राखेको भयो उसको? जलदेवी भन्छन्। जलबाट उत्पन्न भएको हुनाले यो जलेश्वर रूपा देवी भनेर नाम राख्नलाई पनि म प्रस्तावित गर्न चाहन्छु। जलदेवी रूपा यो ठाउँलाई पनि छायामा नपार्नको लागि रूपा जलदेवी भनेर नामाकरण गर्न पनि मिडिया साथीहरूलाई म हार्दिक अनुरोध गर्छु। यो हामीले सुनिएको यसलाई चाहिँ डोजरले पनि हलाउन सकेन रे, यो यसरी नै रह्यो अरे भन्ने थियो, के साँच्चै हो र त्यो? यो एकदम रियल फ्याक्ट कुरा हो। र यो डोजरले गाड्दा पनि यो यहाँ छ भन्ने थिएन। पहिले यो देखिएपछि पानी उत्पत्ति भएपछि यसलाई संरक्षण गर्ने कुरा भएको। हल्लाउनु त अहिले पनि हल्लिएला जस्तो देखिन्छ, किनभने शक्ति पनि छ र यसको क्षमता पनि छ। यसै देवीले हामी सबैको कल्याण गरून् र सबैको परिवारमा सुख समृद्धि आनन्द र देशमा पनि समृद्धि र शान्तिको कामना देवीले चाहना गरून् र हामी सबैको आस्था बढोस् भन्ने पनि हस्। धन्यवाद। यहाँ सहयोग दान पनि मजाले गरिरहनु भएको छ सबैजनाले है। हेर्नु है, यहाँ बक्सभरि चन्दा सङ्कलन पैसाहरू चाहिँ उठ्ने काम भइरहेको छ। ल हाम्रो बुवाले धेरै जानकारी दिनुभयो है, मलाई पनि धेरै धन्यवाद। हेर्नु है, भिड यहाँ बच्चादेखि त वृद्धको सबैको भिड लागिरहेको छ। आमा हजुरको घर यहीँ हो? ए यो जलदेवी उत्पन्न भयो भन्छ होइन, हजुरलाई के लाग्छ नि? कति समय भयो यो भएको यस्तो भएको? खै अब हाम्रो बाजेको पुस्तादेखि नि हामीलाई थाहा छैन के अरे, यो देखिएको होइन न। पानी पोर्छ खेतहरूको त्यहीँ माथि। हजुर अहिले खन्दाखेरि यता उता बन्न भए। अहिले 2-3 महिना भयो भन्दाखेरि शिवरात्रिको अघिल्लो दिन हुन्थ्यो। शिवरात्रिको अघिल्लो दिन हुन्थ्यो। मान्छेहरू त अहिले भिडभाड आउँछ है? मान्छे त कति हुन्।
यो देवी उत्पन्न भयो भन्छ, देवी भगवानको शक्ति छ भन्छ होइन? हजुर त्यसै भन्छ। ए कति वर्ष हुनुभयो हजुर? म त 5 साले हुँदै बाबु गन्ना जान्थे। ए 5 साले भएपछि 76-77 वर्ष हुनुभएछ। हजुर हस् धन्यवाद आमा।